नमस्ते साथीहरू, स्वागत छ मेरो च्यानलमा। तपाईहरूले स्क्रिनमा देखिसक्नुभयो होला, आज चाहिँ म के को बारेमा भिडियो बनाउँदैछु भनेर चाहिँ मेरो सेयर र डिम्याट रिन्यू चाहिँ आफै कसरी सेवाबाट गर्ने भन्ने धेरै साथीहरूलाई चाहिँ के लागेको हुन्छ भने मेरो सेयरमा चाहिँ डिम्याट चाहिँ रिन्यू छ कि छैन, मेरो डिम्याटको एक्सपायरी डेट कहिले हो, यो कुराहरू चाहिँ धेरै साथीहरूलाई थाहा हुँदैन। त्यसको लागि चाहिँ हामीले एक्सपायरी डेट कसरी थाहा पाउने त्यो पनि हामी हेर्नेछौँ सेवाबाट। अनि त्यसको लागि चाहिँ अहिले हाम्रो चाहिँ पुरानो साथीहरूले चाहिँ यदि डिम्याट रिन्यू गर्नुभएको छैन, मानौँ पहिल्यै थियो भनेपछि त्यो चाहिँ हाम्रो असारको 32 गते चाहिँ त्यो रिन्यू सकेको हुन्छ। अहिले चाहिँ नयाँ सूचना चाहिँ के छ भने श्रावणको 15 गतेसम्म चाहिँ डिम्याट चाहिँ अनिवार्य रिन्यू गर्नुपर्ने छ, अन्यथा डिम्याट चाहिँ युजमा आउने छैन भनेर चाहिँ भनेको छ। त्यसको लागि चाहिँ हामीले सुरुमा चाहिँ के गर्नेछौँ भने पहिला चाहिँ हामीलाई बिओआइडी चाहिँ चाहिन्छ कि बिओआइडीको 8 वटा डिजिट चाहिँ पहिला हामीलाई सुरुमा चाहिन्छ। अब त्यसलाई चाहिँ हामीले कसरी थाहा पाउने भन्नको लागि चाहिँ पहिला हाम्रो आफ्नो प्रोफाइललाई चाहिँ लगइन गर्नुपर्छ, आफ्नो आइडीलाई चाहिँ लगइन गर्नुपर्छ। त्यसको लागि चाहिँ तपाईँसँग एप छ भने चाहिँ ठिक छ, एप छैन भने चाहिँ हामी गुगलबाट नै गर्नेछौँ। ल अब चाहिँ भिडियोलाई चाहिँ ढिलो नगरी चाहिँ म सुरु गर्नेछु। अनि साथीहरूले अहिलेसम्म च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरी बेल आइकन क्लिक गरिदिनु होला, किनभने यस्तै यस्तै भिडियोहरूको लागि। फर्स्ट अफ अल त हामी चाहिँ पहिला चाहिँ गुगलमा जानु, यदि एप छ भने त ठिक छ, एपबाट आफ्नो आइडी लगइन गर्नु होला होइन। यहाँबाट आफ्नो आइडी लगइन गर्न मिल्छ, जस्तै म यहाँ लगइन गर्छु। अनि हजुरहरूसँग एप चाहिँ छैन भनेपछि चाहिँ यहाँ लेखेको छ, हेर्नु त सूचना, कृपया आफ्नो हितग्राही खाताको वार्षिक शुल्क समयमा नै बुझाउनु होला। वार्षिक शुल्क नबुझाएमा हितग्राहीको खाता मिति 2083 साल 4 महिना 15 गतेदेखि रुक्का हुने बेहोरा जानकारी गराइन्छ भनेको छ। त्यसको लागि चाहिँ हामीले चाहिँ रिन्यू अनिवार्य गर्नु पर्यो नि। आफ्नो यदि अब आइपिओ पनि खुल्नेवाला छ त्यसको लागि चाहिँ आफ्नो धेरै पैसा लाग्दैन, 100 रुपियाँ चाहिँ डिम्याट रिन्यूको लागि लाग्छ र 50 रुपियाँ चाहिँ मेरो सेयरको लागि लाग्ने गर्छ। त्यसको लागि चाहिँ हामीले मोर डिटेलमा गएर यहाँ माई डिटेल देख्नुभयो होला नि, यहाँ माई डिटेल छ, यहाँ तलतिर हो, यसमा क्लिक गर्नु होला। त्यसपछि चाहिँ यहाँ तल देख्न सक्नुहुन्छ बिओआइडी भनेर दिएको छ नि, यसमा हो बिओआइडीको चाहिँ पछाडिबाट चाहिँ 8 डिजिट क्या, पछाडिबाट 8 डिजिट चाहिँ हामीले थाहा पाउनु पर्ने हुन्छ। यहाँ पछाडिबाट 8 वटा डिजिट हो, त्यसलाई चाहिँ हामीले टिपेर चाहिँ उता इस्युमा गएर चाहिँ त्यहाँ टाइप गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ ल ठिक छ, हामीलाई यो थाहा पाइसक्यो भने यहाँबाट भइहाल्यो। र यदि हामीसँग एप छैन भने चाहिँ गुगल क्रोम ओपन गर्नु होला। त्यसमा चाहिँ हामीले के सर्च गर्ने भन्दाखेरि www.meroshare.com.np लगइनमा चाहिँ गएर मेरो सेयर यहाँ देख्न सक्नुहुन्छ, यसमा क्लिक गर्ने। त्यसपछि चाहिँ यस्तो इन्टरफेस देखाउँछ। त्यसमा चाहिँ हामीले आफ्नो ब्याङ्कको नाम, जस्तै मेरो ब्याङ्क चाहिँ प्रभु हो, प्रभु ब्याङ्कको नि त्यहाँ अर्को हुन्छ, त्यहाँ जस्तै मेरो 12600 हो, यसमा चाहिँ मैले गरेँ। त्यसपछि आफ्नो युजर नेम, यो चाहिँ थाहा पाउनुपर्ने हुन्छ। मेरो युजर नेम चाहिँ 03 यो वाला चाहिँ हो, यसलाई चाहिँ मैले लगइन गरेँ। यस्तो इन्टरफेस देखाउँछ। त्यसमा चाहिँ हामी यहाँ थ्री लाइन छ, यसमा चाहिँ थ्री लाइनमा गएर चाहिँ हामीले माई डिटेल्समा जाने। माई डिटेल्समा गयो भने यहाँ बिओआइडी भन्ने छ, यहाँ यसमा बिओआइडी छ। यो बिओआइडीको चाहिँ पछाडिबाट चाहिँ मैले अघि भनेको जसरी 8 वटा डिजिटलाई चाहिँ टिप्नुपर्छ। अब यति भइसकेपछि हाम्रो एप ओपन गर्ने, एप चाहिँ इस्युवालाई ओपन गर्ने। इस्युमा ओपन भइसकेपछि त्यसपछि तलतिर एउटा अप्सन हुन्छ, यहाँ हेर्नु होला, यस्तो इन्टरफेस हुन्छ। यसको तलतिर चाहिँ यसो स्क्रोल डाउन गर्ने, स्क्रोल डाउन गरेर फाइनेन्सियल पेमेन्ट भनेको छ। फाइनेन्सियल पेमेन्टको तल मेरो सेयर एन्ड डिमेट सबैकोमा हुन्छ। यो चाहिँ सबैकोमा हुन्छ है साथीहरू, यो चाहिँ सबैकोमा हुन्छ। यो अप्सन चाहिँ यसमा गएर चाहिँ यहाँ देख्न सक्नुहुन्छ, यसमा गएर यसलाई चाहिँ ओपन गर्ने। ल त्यसपछि चाहिँ अब मैले अघि भनेको थिएँ नि आफ्नो ब्याङ्क चाहिँ कुन हो, जस्तै प्रभु ब्याङ्क छ मेरो, प्रभु
12600 भनेको थिएँ मैले। अनि त्यसपछि आफ्नो अगाडि मैले जुन भनेको थिएँ BOID को पछाडिबाट 8वटा डिजिट भनेको थिएँ, त्यो डिजिटलाई चाहिँ इन्टर गर्ने। मेरो चाहिँ म इन्टर गर्छु, त्यसपछि चाहिँ थाहा हुन्छ। अनि यहाँ यस्तो यहाँ देख्नु होला अप्सन मेरो सेयर डिम्याट र मेरो सेयर एन्ड डिम्याट दुइटै रिन्यू गर्नुहुन्छ कि एउटा मात्र गर्नुहुन्छ, हजुरको चोइस हुन्छ। त्यसको लागि चाहिँ पहिला एक्सपायर पनि पहिला पत्ता लगाउनु पर्यो। त्यसको लागि चाहिँ सुरुमा चाहिँ हामीले मेरो सेयर र डिम्याट दुइटैलाई चाहिँ टिक लाउने, अनि थाहा हुन्छ हाम्रो एक्सपायर डेट कहिले हो भनेर। 0449 र मैले यहाँ चाहिँ आफ्नो गरेँ। त्यसपछि मेरो चाहिँ यहाँ डिटेल्स देखायो, अनि तपाईँहरूको पनि यहाँ नाम आउँछ आफ्नो। यदि आफ्नो नाम आयो भने मेरो आइडी हो भन्ने थाहा हुन्छ। त्यसपछि यहाँ एक्सपायर डेट मेरो चाहिँ हेर्न सक्नुहुन्छ। मेरो चाहिँ अझै टाइम छ धेरै। यहाँ मेरो चाहिँ अझै टाइम छ, कहिले सकिन्छ भने एउटा चाहिँ मेरो 84 को 3 महिना 31 गते सकिन्छ। डिम्याट चाहिँ त्यही डेटमा सकिन्छ सबैको। अनि मेरो सेयर चाहिँ जहिलेबाट गरेको मेरो चाहिँ 2027 जनवरी 26 मा सकिन्छ। अहिले टाइम छ अझै मेरो। अनि त्यसपछि मेरो सेयरलाई चाहिँ कति वर्ष रिन्यू गर्नुहुन्छ, यदि तपाईँहरूको चाहिँ यहाँ चाहिँ मेरो सेयर एक्सपायर भएको छैन भने, डिम्याट मात्र एक्सपायर भएको छ, त्यसको लागि गर्नुहुन्छ भने बाहिर जानु होला। बाहिर जानु होला। त्यसपछि यहाँ मेरो सेयर मात्र गर्नु होला, डिम्याट। तपाईँहरूले चाहिँ के गर्नुहुन्छ, डिम्याट गर्नुहुन्छ डिम्याट टिक लाउने, मेरो सेयर दुइटै गर्नुहुन्छ भने यसमा टिक लाउने, र मेरो सेयर मात्र गर्नुपर्ने छ भने यसमा टिक लाउने। यो चाहिँ अब तपाईँको जहिले सकिन्छ त्यो अनुसारले। मैले चाहिँ मेरो सेयर र डिम्याट दुइटै टिक लगाएँ। त्यसमा जाने। त्यसपछि भन्ने थिएँ मैले मेरो सेयर चाहिँ कति वर्षको लागि रिन्यू गर्नुहुन्छ, 1 वर्ष कि 2 वर्ष कि, यहाँ टिक लाउने अप्सन हुन्छ। 1 वर्षको चाहिँ 50, 2 वर्षको चाहिँ 100 तल देख्न सक्नुहुन्छ। त्यसपछि डिम्याटको चाहिँ डिम्याट नि 1 वर्षको लागि गर्नुहुन्छ भने 100 रुपियाँ लाग्छ। यहाँ तल अब टोटल चाहिँ कति हुन्छ हाम्रो 5.65 चाहिँ सर्भिस चार्ज लाग्छ। अनि त्यसपछि चाहिँ प्रोसिड गर्ने। प्रोसिड गरिसकेपछि चाहिँ कन्फर्म गर्ने। यता कन्फर्म गऱ्यो भने अनि तपाईँको डिम्याट र मेरो सेयर चाहिँ रिन्यू हुन्छ। बस यति नै हो यसको लागि चाहिँ। अरू यस्तै भिडियोहरू चाहिँ के बुझ्नु भएको छ नि त्यसको लागि चाहिँ कमेन्ट गर्नु। हस्, थ्याङ्क यू।